this. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this. बिनी प्रकरण सेवाकाई मिसनको प्रमुख संस्थापक साथै रेभरेन्ड अन्तर्राष्ट्रिय वक्ता र वरिष्ठ पास्टर स्वतन्त्र विश्वव्यापी मण्डलीको आदरणीय चेतबहादुर खरेलज्यू बिनीप्र सेवाकाई मिसनको दर्शनलाई पूरा गर्नको निम्ति अहिले यो 31औं जिल्लाको भ्रमणमा उहाँ हुनुहुन्छ र हामी यो बाटो देख्दैछौँ। नेपालको 14 अञ्चल 75 जिल्ला मध्येको सोलुखुम्बु जाने यो बाटो हो र परमप्रभु परमेश्वरले उहाँको यो अवस्था भए तापनि परमेश्वरले चाहिँ उहाँलाई विभिन्न ती विकट जिल्लामा भएका मानिसहरूलाई आत्मामा शरीरमा भौतिकमा चङ्गाइको निम्ति चलाउनु भएको छ र हामी देख्न सक्छौँ उहाँको यात्रा हामी अहिले हेर्दैछौँ। तपाईँ आज यो विकट जिल्ला अनि सोलुखुम्बु भन्ने ठाउँमा तपाईँ आइपुग्नु भएको छ। आज शरीरमा एउटा अशक्त भए तापनि आज तपाईँ यो रिमोट एरियामा आउनुभएको छ। आज के भन्न चाहनुहुन्छ? होइन, परमेश्वरले मलाई आज यसरी 9 वर्षसम्म एउटा ठाउँमा परेको 9 वर्षदेखि 25 वर्षसम्म छाडा खुट्टा टेकेर हिँडेको व्यक्ति होइन। आज परमेश्वरले मलाई चङ्गाइ दिएर यसरी जिल्ला रिमोट एरियामा सुसमाचारी चङ्गाइको सेवा गर्नको लागि चाहिँ मलाई अब अगाडि बढाउँदै हुनुहुन्छ अथवा मलाई परमेश्वरले विजय दिँदै हुनुहुन्छ भने अहिले हामी 21वटा जिल्लामा चाहिँ यो सोलुमा चाहिँ प्रवेश गर्दैछौँ। विशेष गरी परमेश्वरलाई हो सोलुखुम्बु जिल्ला एउटा के भन्छ चारिका जिल्ला भएकोले पनि हामी यहाँ परमेश्वरको विशेष काम होस्, परमेश्वरको असल काम होस्, उहाँहरूको चाहिँ परमेश्वरको काम चाहिँ यो सोलुखुम्बुमा प्रशस्त हुन सकोस्, परमेश्वरको आशिष होस् भनेर चाहिँ कार्यक्रम गर्न कि सोलुखुम्बु जिल्लाको सदरमुकाम सलेरी यो प्राण आँगन जीविसको हो अनि यस आँगनमा हामीले विशेष गरी चङ्गाइको कार्यक्रम गर्ने भनेको हामीले प्रार्थना र हामीले सरसफा गरेका छौँ। उक्त कार्यक्रमबाट यहाँका हजारौँ लाखौँ मानिसहरूले चाहिँ प्रभु येशू ख्रीष्टमा चङ्गाइ पाउन्, उनीहरूले आत्मिक रूपमा उद्धार मुक्ति पाउन् भन्ने हामीहरूको प्रार्थना हो, हामीहरूको सोच हो। र विशेष गरिकन यहाँ कार्यक्रम गर्दाखेरि चाहिँ थुप्रै खाले मान्छेहरू यो बाटो आवजावत गर्ने भएको कारणले गर्दा हामीले यहाँ गर्ने विधुवा हामी गरेका छौँ। हालेलुया, प्रेज द लर्ड। र अहिले यो सोलुको एकदम विकट ठाउँमा त्यहाँ अहिले हावा धेरै चलेको छ अनि पानी पनि एकदम बरफ जस्तै आइस जस्तै चिसो छ अनि यहाँ धेरै गाह्रो भइरहेको छ। अनि हामी यो 2073 साल यो चैतको 9 र 10 गते चाहिँ समाचारी चङ्गाइको सेवा वृहत रूपमा हामी फिक्स गर्नको लागि अथवा यो इसाई समाजलाई चाहिँ हामी आएका थियौँ र हिजो गएको बेलुका आज राति चाहिँ हाम्रो निर्णय भयो र मेरो सम्पूर्ण साथीभाइहरू फेसबुकमा हुनुहुने देश विदेशमा रहने तपाईँहरूलाई एउटा जानकारी दिन चाहन्छु। अबको यो चैतको 9 र 10 गते वृहत रूपमा सुसमाचारी चङ्गाइको सेवा हुँदैछ र तपाईँहरूले प्रार्थना गरिदिनु हुन चाहिँ हामी र मेरो तर्फबाट चाहिँ अनुरोध गर्दछौँ। अन्त धन्यवाद गर्दैछु।